तँलाई मुर्दार तँ इपिएस भन्ने परीक्षा पास गर्न कति गाह्रो हुन्छ, त्यसको पीडा कति हुन्छ भनेर त मलाई पनि थाहा छ। जमानामा काठमाडौँमा बस्ने बेलामा कोरिया जान पर्यो, कोरियन भाषा सिक्न पर्यो, इपिएस पास गर्न पर्यो भनेर पुरै ती बागबजारका कन्सल्टेन्सीहरू दिन दाडै धाएर कोरियन भाषामा भर्ना भएर बिचमा 2-4 महिना पढेर नसकेर छोडेको मान्छे हो म। बरु ब्याचलरै ठिक रहेछ भनेर ब्याचलरतिर गएको हो। गाउँबाट दाई मिज्जु साथीभाइहरू आएर म बसेको भाडामा कोठामा पुरै दिन रात गरेर घोडा धस्साएर पढे। बिचारा लोड सेडिङ भएको बेलामा पनि राति 2 बजे उठेर ढ्याब्री बालेर मोमबत्ती बालेर पढ्थे। अनि बल्ल बल्ल पास भएर कोही एग्रिकल्चरमा कोही फ्याक्ट्रीतिर काम गर्न गए, अलिअलि पैसा कमाए, अहिले नेपालमा केही गर्दैछन्। तँलाई चाहिँ खै कसरी पास भएको रहेछस् त? त्यो इपिएस भन्ने चिटिङ गरेर पास भएको कि कसरी पास भएको? कि तँलाई नेताले पठाएको कोरिया? अहिले यहाँ बल्ल बल्ल कोरिया गएको मान्छे पुरै रौसी खाएर तँलाई ट्रेनमा कोरियन केटीलाई चुप्पाचाटी गर्दै हिँड्न पर्ने। अहिले त्यो केटीले मुद्दा हालिदिएर 2 करोड वोन जरिमाना तिराउँदैछ अरे। त्यो भनेको त 20 लाख हुँदो रहेछ। केटोले अब 20 लाख तिर्न नसकेर अहिले टाप कसेको रहेछ।